सबैमा नमस्कार। मैथमेटिक बसन्त सर च्यानलमा तपाईहरुलाई स्वागत छ। तपाईहरुको साथमा म बसन्त सर। यो भिडियोमा कक्षा 10 को एक्सै गणितबाट पार्ट 6 लिएर उपस्थित भएको छु, जहाँ मैट्रिक्स र डिटरमिनेन्टको हामी कुरा गर्छौं। पार्ट 6 को 6.1 मा हामी पढ्छौं मैट्रिक्सको क्रम परिवर्तन। अब यो मैट्रिक्सको क्रम परिवर्तन भनेको के हो त्यो कुरा म सबैभन्दा पहिले तपाईहरुले हेराउँछु र बुझाउने कोसिस गर्छु। यहाँ दिएको छ कुनै मैट्रिक्सको पंक्तिलाई लहर र लहरलाई पंक्तिमा परिवर्तन गर्दा प्राप्त हुने नयाँ मैट्रिक्सलाई दिएको मैट्रिक्सको क्रम परिवर्तन भनिन्छ। यदि दिएका मैट्रिक्सहरू ए बी सी भए क्रम परिवर्तन मैट्रिक्सलाई ए डैश बी डैश सी डैशले जनाइन्छ। अब यहाँ के भनिएको छ भने क्रम परिवर्तन भनेको के हो भने पंक्तिलाई लहरमा र लहरलाई पंक्तिमा व्यक्त गर्नुलाई के भनिन्छ भने क्रम परिवर्तन भनिन्छ। ठीक छ। जस्तै मानौ कि कुनै मैट्रिक्स ए इक्वल टु 2 4 6 7 दिएको छ। ठीक छ। त यसको क्रम परिवर्तन हामीले कसरी गर्ने? अब डैशले पनि जनाउन सकिन्छ, टीले पनि जनाउन सकिन्छ। ठीक छ। ल तब हामी यसलाई कसरी गर्ने भने यो पंक्तिमा दिएको छ 2 अनि 4 त हामी 2 4 लहरमा लेखिदिन्छौं। ठीक छ। त्यस्तै यहाँ फेरि पंक्तिमा दिएको छ 6 7 त हामी लहरमा लेखिदिन्छौं 6 7। यो के भयो भने यो क्रम परिवर्तन भयो, यानी कि पंक्तिलाई लहरमा र लहरलाई पंक्तिमा हामी व्यक्त गरिसक्यौं। यसरी गरेर हामी जुनसुकै पनि मैट्रिक्सको क्रम परिवर्तन गर्न सक्छौं। अब हामी अभ्यास 6.1 को सम्पूर्ण समस्याहरूलाई समाधान गर्ने छौं र हामी बुझ्ने कोसिस गर्छौं। ठीक छ। ल यहाँ हाम्रो अभ्यास 6.1 मा प्रश्न नम्बर 1 मा दिएको छ दिएका प्रश्नहरूको उपयुक्त विकल्प ठीक चिन्ह लगाउनुहोस्। अब यहाँ सबैमा प्रश्न दिएको छ र सबै प्रश्नको 4वटा विकल्प दिएको छ, जसमध्ये हामीलाई सही उत्तरमा टिक लगाउनु छ। त यहाँ प्रश्न नम्बर क मा दिएको छ हाम्रो मैट्रिक्सको क्रम परिवर्तन भनेको के हो? ए नम्बरमा दिएको छ पंक्तिको मात्रा परिवर्तन, यो त भएन। लहरको मात्रा परिवर्तन, यो पनि भएन। चिन्हको मात्रा परिवर्तन, यो पनि भएन। पंक्ति र लहरको परिवर्तन हो, यो सही छ। त यसमा हामीले टिक लगाइदिने। ठीक छ। ल त्यस्तै के दिएको छ भने ख मा दिएको छ यदि c इक्वल टु 5 -1 -2 4 6 8 छ भने मैट्रिक्स सी टी तलको मध्ये कुन हुन्छ? यानी कि c को क्रम परिवर्तन गर्दा तलको मध्ये कुन विकल्प ठीक होला? ठीक छ। त यसमा हामी हेर्छौं यो त सेम टु सेम हेरिरहेछ, यो त हुँदैन। अब यहाँ हामी हेर्छौं यो पंक्तिलाई यहाँ लहरमा व्यक्त गरिएको छ, यो पंक्तिलाई यहाँ लहरमा व्यक्त गरिएको छ, यानी कि यसको आन्सर यही ठीक हुन्छ। ठीक छ। त्यस्तै हामी ग मा हेर्छौं सममिति मैट्रिक्स ए इक्वल टु यति भए एटी तलको मध्ये कुन हुन्छ? यहाँ 4वटा अप्सन दिएको छ, यसमा कुन सही हुन्छ भने त्यो हामीले पत्ता लगाउनु छ। त सममिति मैट्रिक्स भनेको त्यो सेमै हुन्छ, त यो ए भयो। ठीक छ। त्यस्तै यहाँ घ मा यदि p इक्वल टु 0 3 2 1 4 7 र q इक्वल टु 3 - 5 - 6 1 8 2 भए p प्लस q को t तलमध्ये कुन हुन्छ? त यसको पनि तपाईहरुले समाधान गर्नुहुन्छ भने यसको आन्सर सही कति हुन्छ भने ए नम्बर नै हुन्छ। यसै गरेर हामी बहुवैकल्पिक प्रश्नहरुमा टिक लगाउन सक्छौं। अब हामी जान्छौं प्रश्न नम्बर 2 मा। यहाँ प्रश्न नम्बर 2 मा दिएको छ दिएको मैट्रिक्सको क्रम परिवर्तन मैट्रिक्स पत्ता लगाउनुहोस्। यहाँ दिएको जति पनि मैट्रिक्सहरु छ यो सबैको क्रम परिवर्तन गर्नु छ। त हामी यसलाई यसरी समाधान गर्छौं। अभ्यास 6.1 को 2 नम्बर है। ल हाम्रो क मा के दिएको छ r इक्वल टु 3 2 1। ल अब के गर्नु छ भने हामीलाई यसको rt पत्ता लगाउनु छ। ठीक छ। त यो मैट्रिक्स यो पंक्तिमा दिएको छ, त्यसले हामी लहरमा लेखिदिन्छौं 3 2 1। ठीक छ। यो हाम्रो आन्सर भइसक्यो। ठीक छ। एकदमै सजिलो रहेको छ यो च्याप्टर। त्यस्तै मैले एउटा अरु प्रश्न समाधान गरिदिएको छु यसमध्ये। जस्तै मानौ कि यहाँ 6 नम्बर दिएको छ। ठीक छ। बाकी तपाईहरुले त्यस्तै गर्नु होला। ठीक छ। म एउटा 6 नम्बर समाधान गरिदिएको छु। अरु 6 नम्बरमा दिएको छ 6 7 1 0 5 2 -1 3 4। ठीक छ। यो हाम्रो प्रश्न दिएको छ m इक्वल टु। ल अब यसलाई समाधान गर्दा एकदमै सिम्पल छ। हामीले mt निकाल्नु पर्ने हुन्छ। त हामी यसरी गर्दिन्छौं यो पंक्तिमा छ त 6 7 1 फेरि यो लहरमा 0 5 2 अनि यो -1 3 4। यो हाम्रो आन्सर भइसक्यो। ठीक छ। यसै गरेर हामी क्रम परिवर्तन गर्न सक्छौं। अब म जान्छु प्रश्न नम्बर 3 मा। यहाँ प्रश्न नम्बर 3 मा दिएको छ यदि p इक्वल टु 9485 भए p t को होल पावर t इक्वल टु p हुन्छ भने प्रमाणित गर्नुहोस्। यहाँ के गर्नु छ भने एकचोटी हामीले क्रम परिवर्तन गर्ने र फेरि त्यसको क्रम परिवर्तन गर्दा फेरि p जस्तै आइहाल्छ भने हामीले प्रमाणित गर्नु छ। ठीक छ। त्यसलाई हामी यसरी समाधान गर्छौं। 3 को सोलुसन गर्दा हाम्रो p को मान कति दिएको छ भने 9485 दिएको छ। ठीक छ। ल अब हामीले
प्रमाणित गर्नुपर्ने छ LHS इक्वल टु कति छ त PT को पावर होल t ठीक छ। त ल त सबभन्दा पहिला हामी PT निस्काउँछौँ ठीक छ। त PT हाम्रो यसरी आउँछ 94 छ भने 94 85 छ भने 85 हो ठीक छ। ल अब हामी फेरि के गर्छौँ भने PT को पनि फेरि हामी t निस्काउँछौँ ठीक छ। यसको पनि हामी फेरि t निस्काउँछौँ। त यो भयो कति फेरि 98 छ भने 98 यो 4 छ भने यो 5 ठीक छ। त ल अब हामीले यसलाई हेर्छौँ कि यो यस्तो छ कि छैन। त सेमै छ यानी कि यसको मान कति भयो त p भयो यानी कि RHS प्रुभ भइसक्यो ठीक छ। ल यसरी गरेर हामी के गर्छौँ भने प्रमाणित गर्न सक्छौँ। एकदमै सजिलो रहेको थियो। अब हामी जान्छौँ प्रश्न नम्बर 4 मा। यहाँ प्रश्न नम्बर 4 मा दिएको छ यदि m इक्वल टु PQR ABC XYZ भए कमा MT र MTT को पत्ता लगाउनुहोस्। खमा बनिएको छ m र MTT को सम्बन्ध लेख्नुहोस् ठीक छ। अब हामी यसलाई यसरी समाधान गर्छौँ। 4 मा हाम्रो m इक्वल टु दिएको छ PQR ABC XYZ ठीक छ। ल अब हामीले क नम्बरमा समाधान गर्नु छ। MT निस्काउनको लागि भनेको छ। त MT निस्काउनको लागि सिम्पलै छ। यो पंक्तिमा छ भने लहरमा भइहाल्छ PQR ABC XYZ ठीक छ। यो हाम्रो MT भइसक्यो। त्यस्तै फेरि भनिरहेछ MTT निस्काउनको लागि MT अनि फेरि T ठीक छ। त ल त यो एकदमै सिम्पल छ। यो यसलाई फेरि हामी के गर्छौँ भने परिवर्तन गरिदिन्छौँ। त P Q X फेरि Q B Y R C Z ठीक छ। ल यो हाम्रो MT को पनि T आइसक्यो। त अब हामी 4 खले समाधान गर्छौँ। त 4 खमा दिएको छ m र MTT को सम्बन्ध लेख्नुहोस्। त यहाँ m को र MTT एकदमै इक्वल छ। त्यसैले हामी लेख्छौँ m इक्वल टु MT को पनि पावर t ठीक छ। यसरी गरेर हामी प्रश्न नम्बर 4 ले समाधान गर्छौँ। अब हामी जान्छौँ प्रश्न नम्बर 5 मा। यहाँ प्रश्न नम्बर 5 मा दिएको छ यदि a इक्वल टु 1 3 - 2 4 र b इक्वल टु 0 - 3 2 5 छ भने क नमा बनिएको छ AT + BT पत्ता लगाउनुहोस्। ख मा बनिन्छ a + b को होल पावर t पत्ता लगाउनुहोस्। के a + b को होल पावर t र AT + BT बराबर लेख्न सकिन्छ कारण दिनुहोस् ठीक छ। ल अब हामी यसलाई समाधान गर्छौँ। 5 मा हाम्रो दिएको छ a इक्वल टु 1 3 - 2 4 ठीक छ। त्यस्तै हाम्रो b दिएको छ 0 - 3 2 5 ठीक छ। ल हामीले कमा के समाधान गर्नु छ भने प्रश्न नम्बर 5 को कमा हामीले समाधान गर्नु छ AT + BT ठीक छ। ल त सबभन्दा पहिला हामी के गर्छौँ भने हामी AT निस्काउँछौँ ठीक छ। AT भनेको हाम्रो a लाई क्रम परिवर्तन गर्छौँ। त 1 3 - 2 4 ठीक छ। ल त्यस्तै हामी फेरि BT निस्काउँछौँ। त हामी b लाई क्रम परिवर्तन गर्छौँ। त b यहाँ छ त 0 - 3 त्यस्तै 2 अनि 5 ठीक छ। हाम्रो AT पनि आयो BT पनि आयो। त अब हामी निस्काउँछौँ AT + BT ठीक छ। ल त AT को हाम्रो मान आएछ 1 - 2 3 4 अनि प्लस B2 को मान आएछ 0 2 - 3 5 ठीक छ। अब के गर्छौँ भने हामी यो दुवैलाई एड गर्छौँ। त 1 अनि 0 1 + 0 -2 + 2 3 - 3 4 + 5 ठीक छ। ल अब यसलाई एड गरिदिने त 1 0 0 9 ठीक छ। यो हाम्रो एन्सर भइसक्यो। त प्रश्न नम्बर क लाई हामी यसरी समाधान गर्छौँ ठीक छ। अब हामी ख ले समाधान गर्छौँ। त प्रश्न नम्बर ख मा बनिरहेको छ a + b को होल पावर t निस्काउनलाई ठीक छ। त हामी के गर्छौँ भने यसलाई पहिला a + b निस्काउँछौँ। a + b इक्वल टु हामी a को मेट्रिक्स लेख्छौँ। त 1 3 - 2 4 प्लस b को मान लेख्छौँ 0 - 3 2 5 ठीक छ। अब यो दुवैलाई हामी एड गर्छौँ। त 1 + 0 अनि 3 - 3 फेरि -2 + 2 अनि 4 + 5 ठीक छ। ल यसलाई समाधान गर्दा 1 0 0 9 भयो ठीक छ।
ल अब हामी यसले के गर्नु छ भने यसको क्रम परिवर्तन गर्नु छ। त क्रम परिवर्तन गर्छौँ भने हामी लेख्छौँ a + b को होल पावर t। अब ठीक छ। ल त्यसले क्रम परिवर्तन गर्दा 1 0 0 9 ठीक छ। ल हाम्रो ख को पनि समाधान भइसक्यो। अब हाम्रो ग मा भनिरहेछ के a + b को होल पावर t र at + bt बराबर लेख्न सकिन्छ। त हामी हेर्छौँ यसको एन्सर हेर्छौँ भने 1009, यसको पनि 1009, यो दुवै बराबर छ। त हामी ग मा लेखिदिन्छौँ a + b को होल पावर t र at + bt लाई बराबर लेख्न सकिन्छ, किनभने बराबर मैट्रिक्स हो। ल ठीक छ। यसरी गरेर हामी प्रश्न नम्बर 5 लाई समाधान गर्न सक्छौँ। ठीक छ। तपाईहरुले हेर्न सक्नुहुन्छ एकदमै राम्रो छ। अब म जान्छु प्रश्न नम्बर 6 मा। यहाँ प्रश्न नम्बर 6 मा दिएको छ यदि a = 1357 र b = 2468 भए कमा भन्छ a + b को होल पावर t = at + bt हुन्छ भने प्रमाणित गर्नुहोस्। त यस्तो प्रश्न मैले भर्खरै प्रश्न नम्बर 5 मा समाधान गरेको छु। यो दुवै बराबर हुन्छ कि हुँदैन तपाईहरुले त्यस्तै यो पनि मान निकाल्नु होला, यो पनि मान निकाल्नु होला। यदि दुवैको मान बराबर आयो भने प्रमाणित भइहाल्छ। खमा भनिन्छ के a + b लाई सममिति मैट्रिक्स बन्न सकिन्छ, कारण दिनुहोस्। अब मैले के गर्छु भने यो प्रश्न नम्बर 6 लाई म समाधान गरिदिरहेछु। ठीक छ। ल प्रश्न नम्बर 6 को सोलुसन गर्दा a = छ 1357 ठीक छ। त्यस्तै हाम्रो b दिएको छ 2468 ठीक छ। ल अब हाम्रो प्रश्नमा कमा भनिरहेछ प्रमाणित गर्नको लागि। ठीक छ। त यहाँ दिएको छ a + b को होल पावर t = at + bt ठीक छ। ल त यसलाई हामी यसरी समाधान गर्छौं। ठीक छ। ल सबभन्दा पहिला हामी यो a र b लाई जोड्छौं। त a मैट्रिक्स हाम्रो भयो 1357 प्लस को प्लस b मैट्रिक्स सम्म कति छ त 2468 ठीक छ। ल होल पावर t गर्दिने इक्वल टु 80 भनेको हामीलाई a लाई ट्रान्सफर गर्छौं 13 हुन्छ 57 हुन्छ। ठीक छ। मैले यसलाई क्रम परिवर्तन गरिदिए। त्यस्तै प्लस b मा दिएको छ यसले पनि क्रम परिवर्तन गर्ने। ल अब हामी के गर्छौं भने यसले एड गर्छौं। त 1 अनि 2 3 यो 7 यो 11 यो 15 भयो। ठीक छ। यसले हामीले क्रम परिवर्तन पनि गर्नु छ अहिले। अनि यसलाई जोड्दा 1 2 3 यो 11 यो 7 अनि यो 15 ठीक छ। ल अब यसलाई हामी ट्रान्सफर गर्छौं। त्यो हुन्छ 3 7 11 15 ठीक छ। ल यहाँ छ 3 11 7 अनि 15 ठीक छ। अब यो दुवै मैट्रिक्सले हामी हेर्छौं भने यो दुवै बराबर छ, यानी कि हाम्रो यो प्रमाणित भइसक्यो। ठीक छ। लास्टमा हामी लेखिदिन्छौं LHS = RHS प्रमाणित भयो। ल यसरी गरेर हामी दुईटा मैट्रिक्सलाई प्रमाणित गर्न सक्छौं। त्यस्तै हामी प्रश्न नम्बर ख लाई हेर्छौं के a + b लाई सममिति मैट्रिक्स बन्न सकिन्छ, कारण दिनुहोस्। अब सममिति मैट्रिक्स कुन अवस्थामा हुन्छ भने a + b र a + b को t यो दुवै के छ भने बराबर हुन्छ भने सममिति मैट्रिक्स हुन्छ, यदि बराबर भएन भने हुँदैन। ठीक छ। त्यो दुवै हामीलाई निस्काएर हेर्नु पर्छ। त यहाँ हामी प्रश्न नम्बर 6 को ख लाई समाधान गर्छौं। ठीक छ। त सबभन्दा पहिला हामी a + b निस्काउने। ठीक छ। ल त a + b निस्काउँदा हाम्रो हुन्छ a को मान छ 1357 ठीक छ। त्यस्तै b को छ 2468। ल यो दुवैले जोड दिने। त्यो हुन्छ 3 7 11 अनि 15 ठीक छ। यो त a + b भयो। फेरि अब हामी at + bt निस्काउँछौं। a + b को होल पावर t निस्काउँछौं। त्यसले निस्काउँदा हामी a को मान लेख्छौं 1357 ठीक छ, प्लस b को मान हाम्रो 2468 ठीक छ। अनि यो सबैको होल पावर कति छ भने t छ। ल
अब यो दुवैलाई जोड दिने 3 7 11 15 अनि यसको हामीले ट्रान्सफर गर्नु छ त 3 7 11 अनि 15 ठीक छ। त हामीले के हेर्ने भने यो एन्सर अनि यो एन्सर यो यदि दुवै बराबर हुन्छ भने तब सममिति मैट्रिक्स हुन्छ, यदि बराबर छैन भने सममिति मैट्रिक्स हुँदैन। त यो दुवै इक्वल छैन त्यसैले सममिति मैट्रिक्स बन्न सक्दैन, त हामीले लेखिदिने सकिँदैन ठीक छ। ल हाम्रो एन्सर भइसक्यो। तपाईहरुले राम्रोसँग हेर्न सक्नुहुन्छ। यहाँ मैले प्रश्न नम्बर 6 को क समाधान गरेको छु, यहाँ मैले ख को पनि समाधान गरेर हेराइदिए कि यो भन्न सकिन्छ कि सक्दैन भनेर ठीक छ। ल अब म जान्छु प्रश्न नम्बर 7 मा। यहाँ प्रश्न नम्बर 7 मा दिएको छ यदि a = a b c d b = 4 - 3 - 2 - 5 र a को पावर t = b छ भने a b c d को मान पत्ता लगाउनुहोस्। यहाँ यो मैट्रिक्स दिएको छ, b मैट्रिक्स दिएको छ र यहाँ हाम्रो शर्त पनि दिएको छ, त्यो अनुसारले हामीलाई a b c d को मान निकाल्नु छ ठीक छ। त्यसलाई पनि हामी एकदमै साधारण तरिकाले समाधान गर्छौं 7 लाई ठीक छ। हाम्रो a = दिएको छ a b c d ठीक छ। त्यस्तै हाम्रो b = दिएको छ 4 - 3 - 2 अनि -5 ठीक छ। ल प्रश्न अनुसार प्रश्न भनेको छ at = b, त हामीले पहिला at निस्काउने ठीक छ। त at भनेको हाम्रो भयो a b अनि c d ठीक छ। ट्रान्सफर मैले गरिदिए इक्वल टु b छ 4 - 3 - 2 - 5 ठीक छ। अब हामीले दुई मैट्रिक्स बराबर भएको खण्डमा यसको क्रमागत सदस्य पनि के हुन्छ भने बराबर हुन्छ, त्यही भएर हामी लेख्छौं त्यसैले a = 4 b = -2 c = -3 अनि d = -5 हुन्छ ठीक छ। यो सबैको एन्सर सिट यहाँ दिएको हुन्छ, तपाईहरुले हेर्न सक्नुहुन्छ ठीक छ। प्रश्न नम्बर 7 को a = 4 c = -3 b = -2 अनि d = -5 दिएको छ ठीक छ। तपाईहरुले यो एन्सर सिट हेरेर कन्फर्म भइहाल्नु हुन्छ। ल मैले अभ्यास 6.1 को सम्पूर्ण समस्याहरुले मैले समाधान गरिसके। मलाई आशा छ यो भिडियो तपाईहरुलाई राम्रो लागेको होला र सबै हिसाबहरु तपाईहरुले राम्रोसँग बुझ्नु भएको होला। यस्तै नेक्स्ट च्याप्टर हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र बेल घण्टी पनि दबाइदिनु होला र सकेसम्म आफ्नो कक्षा 10 को साथीभाइ बहिनीहरुले शेयर पनि गरिदिनु होला। सधैँभरि मलाई साथ दिनुहुनको लागि र च्यानलको सबै भिडियोहरु हेर्दिनुहुनको लागि धेरै धेरै धन्यवाद। हस्त नमस्कार।